साथी आमा उसको त झन् सेतै रहेछ त नि कस्तो भयो अनि साथी कस्तो भइरहेछ एकदम मलाई त उपर मजा आइरहेछ होइन मलाई चाहिँ बहुत मजा छ भाइ यता सिकिस्तै भयो कि के हो अफरोडले यताको भ्यू चाहिँ ओभर बवाल छ क्या ए यस्तो बल फोटो हानेको छौँ हामीले आज है यस्तो दामी भ्यू छ उताबाट उयो माथि डाँडा चढेर कुदेर सासै बढिरहेछ है सो ठाउँ चाहिँ एकदमै बवाल छ अनि हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग र तपाईँहरूले मलाई मजाले देख्नु भएको छैन होला होइन मेरो ब्लगमा सबजनालाई स्वागतम वेलकम छ आज चाहिँ म यस्तो मर्केको हात लिएर भए पनि होइन खतरा राइडमा जाँदैछु है त हाम्रो राइडरहरू चाहिँ यहाँनिर हाम्रो भाइ एकदम दमकको टप हेन्सम भाइ छ होइन मगर भाइ अनि हाम्रो अर्को यहाँ दमकको टप भ्लगर हाम्रो हेमराज साथी है अनि ट्याक्क हामी चाहिँ अब 3टा बाइक जाँदैछौँ यहाँ माथि एउटा साथी छ त्यहाँबाट जाँदैछौँ है हाम्रो अर्को यहाँनिर राइडर साथी ओपी इन द टाउन आइसकेको जजाति ल साथी हाम्रो यता नयाँ साथी है अर्को साथी है त यता चाहिँ ल साथी तिमीलाई नि मेरो भ्लगमा एकदमै वेलकम छ हामी ठिक छौँ नि होइन साथी अब हामी यहाँबाट बतासे डाँडाको लागि लाग्नुपर्ने हुन्छ है टाइम चाहिँ भनेको अहिले अब ट्याक्कै 3 बजिसक्यो अब हामी चाहिँ ठ्याक्कै घाम डुब्ने तरिकाले उताको भ्यू निकाल्ने तरिकाले भिडियोहरू बनाउनुको लागि नै गएको है साथी ठिक छौँ नि हामी सबैजना साथी ठिक छौँ नि ल है त सो त्यही हो अब हामी यहाँबाट लाग्नुपर्ने हुन्छ अब एकैचोटि गएर माथि पुगेर भेट्छु है अनि त्यही हो है त ल माथि पुगेर भेट्नुपर्ने हुन्छ है त फाइनली हामी चाहिँ बेलडाङ्गी आइसक्यौँ है यहाँबाट एकजना साथीलाई कल गर्नुपर्ने हुन्छ र कल गर्दैछौँ अब भाइको यहाँ 70 टिलिक्क टल्किरहेछ है यहाँनिर पुरा 70 हालेर भाइहरूले यहाँनिर है बबाल टल्किरहेछ घाममा झन् साथीको बाइकको त के कुरा गर्नु साथीको बाइकमा त शब्दै छैन यस्तो नयाँ भन्दा टिलिक्क टल्केको छ यो बाइक त फाइनली हामीले चाहिँ पेट्रोल सेट्रोल यता त्यता हालिसक्यौँ है सो मेरो चाहिँ फेरि फुल ट्याङ्की छ फुल ट्याङ्की अघि बिहान भर्खर हालेको थियो क्या फुल ट्याङ्की छ अनि मेरोमा चाहिँ परेन ऊ हाम्रो साथीले चाहिँ हाल्यो अर्को भाइकोमा पनि तेल छ अरे है सो अब हामी यहाँबाट लाग्नुपर्ने हुन्छ है त ल फाइनल्ली हामी चाहिँ यहाँनिर रमितेको आदि बाटो आइसकेको छौँ है सो अब यहाँनिर केटाहरू चाहिँ यस्तो रेस्ट गरेर बस्दैछन् बाटो चाहिँ फुल्ली अफ रोड मलाई चाहिँ बबाल मजा आइरहेछ होइन अब केटाहरूलाई के कस्तो भयो त्यो चाहिँ थाहा भएन मलाई चाहिँ बर मजा आइरहेछ केटा हो कस्तो भइरहेछ त साथी आमा उसको त झन् सेतै रहेछ त नि कस्तो भयो अनि साथी कस्तो भइरहेछ एकदम रमाइलो भइरहेछ अनि हाम्रो हेम्रा साथी कस्तो भइरहेछ एकदम बवाल भइरहेछ मलाई त उपर मजा आइरहेछ होइन मलाई चाहिँ बहुत मजा छ भाइ यता सिकिस्तै भयो कि के हो अफरोडले सो है साथीको चाहिँ फ्यान चलिसकेको छ मैले चाहिँ फ्यान सिस्टम बनाएको छु नि त मैले चाहिँ उताबाट अन गरेर आइरहेको थिएँ फ्यान अनि अब अरू त्यही हो सो अब यहाँ अरूहरू सब यस्तै छ है त ल हामी यहाँबाट राख्नुपर्ने हुन्छ तपाईँ यहाँको भ्यू देख्नु सक्नुहुन्छ हल्का माथि चाहिँ चिसो हुन थालिसक्यो है अनि तपाईँहरू मेरो बाइकको अवस्था देख्नु सक्नुहुन्छ बाइक चाहिँ अहिले एकदम राम्रो सिङ्गलमा बबाल कुदिरहेको छ बाइक चाहिँ अहिले है अनि अरू त्यस्तै हो है त ल हेमराज साथी यता एक झलक भाइ ओइ डल्लै सो तपाईँहरू यहाँ देख्नु सक्नुहुन्छ है डाँडा चाहिँ यस्तो बबाल छ होइन हामीले चाहिँ बाइक खतरा गरी यहाँ पार्किङ गरिसक्यौँ सो साथी के छ भ्यू चाहिँ बब्बर बबाल छ है अब सो त्यही हो अब हामी यहाँ माथि जाँदैछौँ बाइकहरू चाहिँ तपाईँहरू देख्नु सक्नुहुन्छ दामी गरेर राखेको छौँ है अनि अब अरू त्यही हो सो अब हामी यहाँ बस्छौँ एकछिन बसेर एउटा चिल हान्छौँ है अनि अब हेरौँ अब यहाँनिर दामी गरी बसिसकेको छौँ बतासे डाँडामा होइन चिल्ला यिनीहरूको उसको चाहिँ हदै होइन यहाँ छ है चोखे नि यसो देखाउनुको लागि मात्रै त्यहाँनिर त्यो गरेको है त सो बतासे डाँडामा ट्याक्कै दामी बसेर होइन केटा हो सबैजनाले एक झलक यता हो सो हेर लाइक केटा हो लाइक सेयर एन्ड सब्सक्राइब हान्नु पर्यो सबैलाई डबल लाइक हाम्रो लिम्बू हेमराजलाई पनि सबले हान्नु पर्यो है त ल सो अब हामी यहाँबाट यस्तो है त फाइनली अब चाहिँ हामीले होइन खाएर त्यहाँ माथि एकदम सफा गरेर राखिदिइसक्यौँ है सो अब हामी यहाँबाट राख्नुपर्ने हुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ बतासे डाँडाको भ्यू है अरू भन्दा पनि यसको यहाँबाटको भ्यू भन्दा पनि तपाईँहरूलाई यताको भ्यू चाहिँ ओभर बवाल छ क्या ए यस्तो बल फोटो हानेको छौँ हामीले आज है यस्तो दामी भ्यू छ उताबाट उयो माथि डाँडा चढेर कुदेर सासै बढिरहेछ है सो ठाउँ चाहिँ एकदमै बवाल छ अनि अब आजको के कस्तो लाग्यो केटाहरूसँग एकचोटि बुझौँ हेमराज साथी आजको कस्तो भयो त
ठिकै भयो साथी ठिकै मात्रै भयो साथी आयो साथी ओभरअल हैन भाइ कस्तो भयो त नि आजको एकदम लभली 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 एकदम लभली भयो एकदम लभली भयो अनि यता निचल साथी कस्तो भयो एकदम रमाइलो साथी अनि हाम्रो सुमन साथी दामी दामी के जाँड खाएर पल्टेको जस्तो छ त साथी कि कसो हो ल यसलाई कसले लडायो सो है आजको त एकदम बवाल भएको छ अब सो त्यही हो अब हामी यहाँबाट लाग्नुपर्ने हुन्छ है त ल अब नेक्स्ट ब्लगमा भेटौँ है त